बिग ब्रेकिङ न्युज सम्पूर्ण नेपाली दाजुभाइले भिडियोले सेयर अवश्य गरिदिनु होला। काठमाडौँमा टर्किस एयरलाइन्सको विमानमा आगलगी भएपछि सबै यात्रुको सकुशल उद्धार गरिएको छ। इस्तानबुलबाट काठमाडौँ आएको TK 726 नम्बरको विमान आज बिहान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाबाट जोगिएको हो। बिहान करिब 7:15 बजेतिर विमानको दायाँतर्फको मुख्य ल्यान्डिङ गियर र यथार्थ चक्कामा आगो लागेको थियो। तत्काल दमकल परिचालन गरेर आगो नियन्त्रणमा लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणको सूचना अधिकारी ज्ञानेन्द्र गोलकका अनुसार विमानमा रहेका सबै यात्रु सुरक्षित रहेका छन्। विमानमा कुल 288 जना सवार थिए, जसमा 273 यात्रु, 11 चालक दलका सदस्य र 7 शिशु रहेका थिए। यात्रुहरूलाई इमर्जेन्सी ढोका खोलेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो। उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन् भने विमानमा रहेका केही सामानमा क्षति पनि पुगेको बताइएको छ। घटनापछि विमान ट्याक्सी बे ब्राको अड्किएको थियो। विमानको करिब 30% भाग रनवेमा र बाँकी भाग ट्याक्सी बेमा रहेकोले समस्याका लागि सम्पूर्ण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो। त्यस क्रममा बुद्ध एयरको जहाज, सिमरा सिटी एयरलाइन्सको विमान, विराटनगर एयर इन्डियाको जहाज, दिल्ली र फ्लाइ दुबईको विमान लखनऊतर्फ डाइभर्ट गरिएको थियो। विमानस्थलमा बिहान 6:45 बन्द गरिएको भए पनि करिब 1.5 घण्टापछि पुनः सञ्चालनमा ल्याइएको छ। विमानलाई ट्याक्सी बेबाट हटाएर पार्किङ क्षेत्रमा लगिएपछि उडान तथा अवतरण सेवा पुनः सुचारू गरिएको हो। एयर इन्डिया र फ्लाइ दुबईका विमान पुनः अवतरण गरिसकेका छन् भने अन्य केही उडानहरू पनि सञ्चालनमा आएका छन्। प्रारम्भिक जानकारी अनुसार विमानको दायाँ मुख्य ल्यान्डिङ गियरको टायरमा आगो लागेको हो। स्वाभाविक कारण हार्ड ल्यान्डिङ र टायर प्रेसर समस्या वा अन्य प्रविधि खराबी हुन सक्ने अनुमान गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान जारी रहेको प्राधिकरणले जनाएको छ। हाल उक्त विमानलाई पूर्ण रूपमा ग्राउन्डेड गरिएको छ। प्रविधि परीक्षण तथा मर्मत कार्य भइरहेको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको MRO विभाग र नागरिक उड्डयन प्राधिकरणको फ्लाइट सेफ्टी विभागले संयुक्त रूपमा अनुसन्धान गरिरहेका छन्। टर्किस एयरलाइन्सले नेपालमा हप्तामा 5 वटा उडान सञ्चालन गर्दै आइरहेको छ। यो एयरलाइन्सले नेपाललाई युरोप, अमेरिका तथा क्यानाडासँग जोड्ने लामो दूरीको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सेवा प्रदान गर्दै आइरहेको छन्। र खुसीको खबर यो छ कि जति पनि त्यसमा यात्रुहरू थिए सबै यात्रुहरू सुरक्षित सकुशल क्यारिसको गरिसकेका छन्। अब प्लेनमा के कसो खराबी भएको छ, के कारण छ, के रिजन छ, त्यो सबै मिलेर पत्ता लगाउँदै हुनुहुन्छ। र खुसीको खबर यो छ कि जति पनि यात्रुहरू थिए सबै सुरक्षित छन् र नेपालको विमानस्थलबाट 1.5 घण्टा सबै फ्लाइट रोकेका थिए र सबै 1.5 घण्टापछि सबै फ्लाइटलाई पूर्ण अवतरण गराइसकेको पनि जानकारी गराइदिएका छन्। सम्पूर्ण नेपाली दाजुभाइले भिडियोलाई सेयर अवश्य गरिदिनु होला र जागरुकता फैलाउन काम गर्नुहोस्। धन्यवाद र जय।